ल समीर तामाङजी, तपाईँ स्वीकृतिको पार्टीको कार्यकर्ता अथवा जे भयो भने तपाईँलाई कुनै कुनै शब्दहरू तपाईँले राम्रो बोल्नु भएको छ, मेरो तर्फबाट सलाम छ। र अर्को कुरो चाहिँ नि बालेन्द्र शाहलाई सघाउनुपर्छ भने सघाउनु नै पर्छ, किनभने नि युवा हो, तपाईँ पनि युवा नै पर्छ होइन। हुनु त साथीभाइ अब त्यस्तो जेन्जी युवामा नपर्ला, तर देश बनाउनु पर्छ। किनभने पहिला पहिला कोले के गरेर सबै मुनि क्या स्याप पारे नि, त्यसलाई चाहिँ अन्त्य गर्नुपर्छ। जसले चलाए पनि सरकार 5 वर्ष अथवा 10 वर्ष चलाउनै पर्छ। राम्रो गरे पनि नराम्रो, तर नराम्रो गरे तपाईँ हामी छँदैछ विरोध गर्ने। अनि मेरो तर्फबाट फेरि पनि सलाम छ। र तपाईँले जस त्यहाँ आफ्नो हारे पनि हारजितको खेल हो भन्दै विकास गर्नु चाहिँ नछोड्नुहोस्। तर त्यो होइन है, फेरि बाँसको पुल बनाएर यो होइन, त्यहाँ चाहिने कुन नेटको हो कि अथवा के को हो कि ढल पानी यताउता अक्रम बक्रम सबैलाई मिलाएर चाहिँ विकास गर्नुहोस्।